मर्निङ गाइज ल गुड मर्निङ ल हाम्रो रुप्से वाटरफल अनि यो मुस्ताङ जाने बाटोतिर ल हेर्न सक्नुहुन्छ तपाईँले आज बिहानैदेखि एकदम चहलपहल छ तलबाट आउने विशेष गरी तलबाट आउने पर्यटकहरू धेरै हुनुहुन्छ मुस्ताङ घुम्ने पर्यटकहरू हेर्नु हावा पनि डह्रो चलेछ भर्खर सनराइज भइरहेछ होइन यता घाम लागिरहेछ भर्खर रुप्से झर्ना र यस्तो चलबल छ जस है रुप्से झर्नामा चाहिँ बाबा धुलो उडाएको झन् यति बिहानबाट यस्तो मान्छे छ भने आज झन् एकदमै धेरै मान्छे छ 100% हो अब कति कुराहरू माथि होटेलहरू नपाएर बिजोग छ भन्ने कुरा छ होटेलहरू सकेसम्म मुस्ताङ आउँदा तपाईँहरू अहिले आउँदै हुनुहुन्छ भने चाहिँ होटेल चाहिँ बुकिङ गरेर आउनु होला 5, 15, 16 गतेसम्म प्याक छ भन्ने कुरा छ है ल पानी त्यो भित्तातिर हेर्न सक्नुहुन्छ मान्छेहरू र हाम्रो साथीले चाहिँ हाम्रो लागि क्याफेको लागि चाहिँ दुध ल्याइदिनु भएको रहेछ खै निकालिदिनुहोस् हजुरलाई धन्यवाद छ है धेरै धेरै तपाईँले शिवलाई चिन्नुहुन्छ र चिन्दिनुहुन्न है तर यति नचिनेको मान्छेले हाम्रो क्याफेको लागि यत्रो दुध ल्याइदिनु परेछ ल थ्याङ्क यू है हजुरलाई त्यहाँ क्याफेमा आउनुहोस् न है दुध ल्याइदिनु परेछ उहाँले आमामा के ओ शिट यस्तो झ्याउ लाग्यो हाइट बाबुले पुरै खुट्टाले कुल्चिने ल्याइदिएछ दुध फेरि ल फाइनल्ली दुध पनि आइसक्यो वेदर चाहिँ राम्रो छ कि आज यस्तो राम्रो देखिन्छ आधीमा घाम लागेको छ आधीमा चाहिँ घाम लागेको छैन नि त अझै बिहान पख मान्छेहरू बढेसँगै अब त्यही हो फोहोर मैला पनि त्यस्तै भइरहेछ अब यो सिजन सकिएपछि चाहिँ एकचोटि रुप्से चाहिँ सरसफाइ अभियान पनि लिनुपर्ने हुन्छ मान्छे लगाएर म आफै मान्छे लगाएर भए पनि सफा गर्नुपर्छ सकेसम्म म चाहिँ यो सफा गर्नको लागि रुप्से आसपास वरिपरि सफा गर्नको लागि जस वडाबाटै पालिकाबाटै एउटा चाहिँ निवेदन दिएर अब गाउँबाट टोलबाट होइन प्रशासनहरूलाई चाहिँ खबर गरेर एक दिन चाहिँ रुप्से सरसफाइ अभियान राख्नुपर्ने हुन्छ किनभने यति फोर्स अब प्लास्टिकको बोतल त कुरै नगरौँ यहाँ होइन प्लास्टिकको सबैभन्दा कचरा भनेको प्लास्टिकको बोतल छ अनि फेरि यहाँनिर के छ भने तपाईँको डस्टबिनहरू छैन कि अब तपाईँको रुप्से झर्ना यति राम्रो छ तर यहाँनिर एउटा डस्टबिन पनि छैन कि फोहोर हाल्ने टोयलेट छैन समस्या छ होइन यति धेरै मान्छे हुन्छ हाम्रो एउटा क्याफेमा एउटा भएको टोयलेटले यत्रो मान्छेको लोड धान्न सक्दैन होइन त्यो धेरै कुराहरू अब बनाउला नि बिस्तारै होइन तर अहिले तत्काललाई पनि त्यो गर्नु नसक्दाखेरि रुप्सेमा चाहिँ पर्यटकहरूलाई चाहिँ अलिक गाह्रो भएको छ किन टोयलेट छैन त्यहाँ डस्टबिन छैन हाल्ने ठाउँ छैन होइन अब फोहोर मैलाहरू हाल्ने ठाउँ छैन यति कराएर पनि भएन मान्छेहरूलाई पहिला हामीले सबै कुराहरू तयारी गरेर यदि मान्छेले चाहिँ अब त्यो हाल्ने ठाउँमा फोहोर फाल्दैन भन्ने चाहिँ कराउने बाटो हुन्थ्यो होइन छैन अब हाम्रो यो पनि एउटा कटेज हाम्रो पनि बवाल छ यो पनि चियाको लागि स्पेसल योलाई चाहिँ हामीले गरे हो होइन ल काली गण्डकी वेदर एकदम राम्रो छ पर्यटक पनि एकदम राम्रो छ माथितिर एकदम ठुल्ठुलो होटेलहरू त अब भनौँ न मुस्ताङको राम्रो होटलले सेटअप गरेर मजाले तयारी गरेर बस्नुभएको भने चाहिँ यो बेलामा चाहिँ मिठो आम्दानी गरे होला नि पक्कै हस् धन्यवाद।